हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ म पहिलो भिडियो बनाउन गइरहेको छु। कस्तो लाग्छ हेरेर साथ दिनु होला। आज चाहिँ हामी बारीमा प्याज लगाउन गइरहेका छौँ। प्याजको लागि चाहिँ हामीले यसरी ड्याङ गराएका छौँ। मम्मीले प्याज लगाउँदै हुनुहुन्छ। यता हेर्नुहोस्, अर्गानिक साग आफ्नै बारीको। किन तोड्नु भयो बाबा खानालाई? ल, मेरो पहिलो भ्लगमा स्वागत छ मम्मी। के गर्दै हुनुहुन्छ? प्याज लगाउँदै हुनुहुन्छ? यसरी प्याज लगाउँदै हुनुहुन्छ मम्मीले। यसरी ड्याङ ड्याङ गराएर यो पुरै बारीमा हामीले चाहिँ प्याज लगाउँछौँ 1 वर्षको लागि खानालाई। यता हेर्नुहोस्, लटरम्म पत्ताकोपी फलेको छ हेर्नुहोस्। यता चाहिँ बाबाले साग टिप्दै हुनुहुन्छ। अब साग खाने मान्छे पनि धेरै छैन, हामी जम्मा 3 जनाको परिवार। धेरै भएर चाहिँ ठुलो ठुलो साग छाड्दै हुनुहुन्छ बाख्राहरूलाई दिने। त्यसपछि फेरि कलिलो पलाउँछ, फेरि खाने। त्यसरी गर्छौँ हामीले चाहिँ। यसरी प्याज लगाउँदै हुनुहुन्छ मम्मीले चाहिँ। हामीले चाहिँ यसरी लगाउँछौँ प्याज। साथीहरू, हजुरहरूले कसरी लगाउनुहुन्छ? प्याज लगाउँदै हुनुहुन्छ। हेर्नुहोस्, हाम्रो खेत छ। यता पत्ताकोपीहरू लटरम्मै फलेछ। फुलकोपी पनि टन्न थियो साथीहरू, खाएर सकियो। यता चाहिँ यसलाई चाहिँ के भन्नुहुन्छ साथीहरू? हाम्रो त्यो त मेथी साग पनि खान्छौँ, अनि फलेर पछि दाना हुन्छ, दाना पनि काम लाग्छ सब्जीमा। यता चाहिँ लसुनहरू पनि लटरम्मै राम्रो छ, सरर फलेछ। 1 वर्षको लागि मजाले पुग्छ हाम्रो चाहिँ लसुन बारी हाम्रो। उता चाहिँ मसुरो छ। यसरी हाम्रो करेसा बारी, हाम्रो तरकारी बारी भने पनि हुन्छ, जे भन्दा पनि हुन्छ। यसरी चाहिँ यहाँ पुरै त्यो देखेको ड्याङमा चाहिँ हामीले प्याज लगाउँछौँ। हजुरहरूले त लगाइसक्नु होला साथीहरू। के गर्नुभयो कमेन्ट गर्नु होला। पहिलो भिडियो कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला। टन्न मम्मीले चाहिँ यसरी प्याज लगाउँदै हुनुहुन्छ मजाले। अहिले यस्तो देख्यो पनि साथीहरू, पछि चाहिँ मजाले हामीलाई चाहिँ 1 वर्षभरि किन्नु पर्दैन कि घरकै हुन्छ। साग लटरम्मै फलेछ साथीहरू। अनि हाम्रो पनि केराउ बारीमा सुगा लाएर यति हैरान छ। सुगा धुपाउनलाई यहाँ म बारीमा पुरेर बसेको छु। हेर्नुहोस्, केराउ बारी यस्तो छ केराउ। आइडिया निकाल्न परेछ सुगा धपाउनलाई। टुङ 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 घन्टी बजाउन चाहिँ हामीले यस्तै ढुङ्गा राखेका छौँ। हेर्नु साथीहरू, यति हैरान गराउँछ यो सुगाले। हाम्रोतिर मात्र हो कि तपाईँहरूकोतिर पनि यस्तै गराउँछ साथीहरू? अनि त्यसरी सुगा हेर्नलाई यस्तै बारीमा आउनु परेछ। पुरै केराउ लैदिएर हैरान गराउँछ, यस्तो गराउँछ। तपाईँहरूकोतिर गर्छ कि नै साथीहरू? यस्तो गर्छ, हैरान गराउँछ। ल साथीहरू, अब आजको भ्लग यस्तै छ। कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। पहिलो